नमस्ते। हामी सुदूरपश्चिमको दार्चुला भन्ने जिल्लामा आएका छौँ। दार्चुलाको पनि यो हिमाली भेग जसलाई अप्पी हिमाल गाउँपालिका भनेर चिनिँदो रहेछ। हामी यो ठाउँमा आएका छौँ। यस ठाउँको भ्रमणको क्रममा हामीले धेरै रमणीय ठाउँहरूको भिडियो फोटोहरू कैद गरेका छौँ। तीमध्ये यो एक मनोरम दृश्य देखाइरहेका छौँ। अप्पी हिमाल गाउँपालिकाको अप्पी बेस क्याम्प नजिक रहेको यो हिम श्रृङ्खलाहरू यसमा कैद भएका छन्। तपाईहरु हेरेर रमाउनुहोस्। हेर्नुस्, यो मोतीका दानाले तल्किएका हिमालहरू देखिएका छन्। सूर्योदय भर्खरै भएको छ अनि यता ठ्याक्कै यो तल देखिने यो अप्पी हिमाल गाउँपालिकाको कार्यालय यही नै रहेको छ, जहाँ खण्डेश्वरी भन्दछन् जुन ठाउँलाई। यो खण्डेश्वरी साँच्चै हिमालकै काखमा छ। यो मनोरम दृश्य, यहाँको चिसो पानी, चिसो हावापानीले साँच्चै धेरै जसो पर्यटकहरूलाई मोहित बनाउने ठाउँ रहेछ। हामी आन्तरिक पर्यटन प्रवर्धनको लागि यहाँ आइपुगेका छौँ, हाम्रो टिम।